हेर बहिनी, यसपालिको तीज भव्यसँग मनाउनुपर्छ। कुरो बुझ दाइ होइन, यो कहाँबाट मुन्टिन आइपुग्यो फेरि? हजुर बहिनीलाई चाहिँ लिन आउनु भएको छ, मलाई चाहिँ किन लिन आउनु भएन? होइन, यो अनुहार पनि हेर्न मन नलाग्ने मान्छे के बाटो छेकेर बस्यो कि? कालो बिरालोले बाटो काटेको जस्तो बाटो छेक्न आकी छे। दाइ किन रिसाउनुहुन्छ मसँग? हजुरले दिनुभएको ज्वाइँ नै त्यसो जाँडै पर्नु भयो त, त्यसमा मेरो के दोष छ भन्नु त? हजुरले दिएको ज्वाइँले सधैँ जाँड खाने कुट्ने, सधैँ मलाई कुट्या तनाव दिएपछि मैले अर्को कुनै विकल्प रोज्नु परेन? त्यसो भए दुनियाँका लोग्नेहरू जाँड खानी छन्, दुनियाँले विकल्प रोजेका छन्। तैँले पनि हेरेकी थिइस् नि, के मलाई मात्र दोष दिन्छस् अहिले? छोरीबेटीको घर भनेको एकचोटि हुन्छ, बार बार त्यो दुनियाँसित हिँडेर हुँदैन नानी। के गर्ने त दाइ, अरू कुनै उपाय नभएपछि मैले लास्ट विकल्प नै त्यही रोजेँ। मलाई कता कि जे गर्दा खुसी हुन्छ मैले त्यही रोजेँ, यसमा मेरो के दोष छ? त अहिले पहिला गएको केटाले चाहिँ त्यसले जाँड अक्सी खाँदैन, भोलि नखाला भन्न सकिन्छ? त्यो चाहिँ गतिलो बेहोरा भएको मान्छे हो? नभए सोध तेरी बहिनीलाई। किन बहिनी मलाई किन शत्रुको जस्तो व्यवहार किन गरेको? त्यस्तो शत्रुको व्यवहार गर्नुपर्ने मैले केही पनि गरेको छैन त। शत्रुको जस्तो व्यवहार गर्ने त आवश्यकता नै छ, थाहा छ? म त्यहीँ थिएँ भने बहिनी के छ कसो छ भनेर एक वचन मलाई सोध्न सकिस् दिदी तैँले? त्यो केटा त मेरो शत्रु हो। अहिले त आउँदै पनि मेरो साली भन्छ, मलाई म्यासेज गर्छ यताउता। एउटा सम्झाउन सकिस्? पहिलाकै भिनाजु ठिक थियो, छोरो बिचरा मामा घरमा बसेको छ, दाइले आमाले यताउता हेरेको छ। तैँले अलिकति नि सोच्न सकिन छैन दिदी? तँलाई गलत फेमी भयो क्या त्यसमा। तेरो भिनाजु त्यस्तो हुनुहुन्न, तेरो सोचाइ चाहिँ त्यस्तो हो, तैँले सोचेको चाहिँ त्यस्तो। उहाँले कहिले पनि त्यस्तो नराम्रो हरकत गर्नुहुन्न। गर्छ कि गर्दैन तेरो पहिले मलाई थाहा छ। मेसेज देखाइ भने के गर्छ? देखा नि त, तर कहिले पनि उहाँले त्यस्तो गर्छिन्। सायद अरू कसैले मोबाइल लिएर नराम्रो कुराहरू गर्नुभयो होला। छोड्दै यहाँ ढाक छोप्न लगा। तेरो पोइ कस्तो छ भने हामीलाई थाहा छ। त्यत्रो आँगन पोलेर दिएको ज्वाइँलाई तँले मन परेन होइन? अलिअलि जाँड अक्सी त जसले पनि खाइहाल्छ नि। खोइ तँले कुटेको, तँसित झगडा गरेको हामीलाई कुनै दिन थाहा भएन। त्यो त उहाँले मलाई गरेको व्यवहार मसँग छ नि त। हजुरहरूलाई सधैँ आएर देखाएर रोएर हजुरहरूले गर्नुहुन्छ चाहिँ के? सधैँ त्यहीँ जा त भन्नुहुन्छ। त्यो पहिला जानु सट्टा त मलाई भन्न सक्थिस् नि, म आएर के गर्नुपर्ने हो त्यो ज्वाइँलाई म गर्थेँ। तँलाई यत्रो छोरोको माया लागेन होइन? मैले जन्माएको छोरोको मलाई माया हुँदैन त ताई। म अब के गर्नुपर्ने हो म गर्छु, मेरो छोरालाई म लान्छु, म हेर्छु। तर हजुरले मलाई छोडेर माइत जान, बहिनीलाई लिएर जान पाउनुहुन्न। तँलाई कुनै पनि हालतमा लैजान्न म, तँलाई कुनै पनि हालतमा लैजान्न। दाइले भन्न त परै जाओस्, म त्यहीँ थिएँ। तेरो पोइ अहिले छ नि त भिनाजु भनाउँदो, त्यो त मेरो घर छिमेकीको मान्छे। एक वचन के छ बहिनी त्यसको भनेर खबर बुझ्न सकिन छैन दिदी? तैँले पनि त दिदी सम्झेर आउन सक्थिस् नि। तैँले मलाई कुनै दिन दिदी सम्झेर आइस, बोलाउन आइस, कुनै दिन दिदीको व्यवहार देख गरिस्। ए तँ पहिला गएको घरमा यसलाई समाउन आउने भिनाजु कहाँ यो आउनु पर्यो होइन? खुब ठुलो कुरा गर्छस्। दिदी बहिनीको सम्बन्ध झगडा गरेर होइन नि त दाइ, राम्रो गरेर मिलेर छरछिमेकमा सबैलाई राम्रो गरेर देखाउनु पर्यो नि त। दिदीको व्यवहार जस्तो भयो भने बाहिर अरूले नराम्रो भन्यो भने दिदी बहिनी त राम्रो हुन सक्नु पर्यो नि। गरिहालिस् नि, तैँले गरिस् राम्रो, खुब राम्रो गरिस्। त्यत्रो नाबालक बच्चा छोडेर त्यो भान्जोलाई अहिले मैले पाल्नु परेको छ। यदि म थिइनँ भने त्यो अहिले के हुन्थ्यो? त्यसको पार्टीको पास हुन्थ्यो, सडक छाप हुन्थ्यो, भिकारी हुन्थ्यो। भएको नि त दाइ, एकचोटिलाई गल्ती भयो, तर मलाई पनि हजुरले बहिनीसँगै लिएर जानु।